रात अंध्यारो गाउँ सुनसान सत्य लुक्यो झुटको शासन रात अंध्यारो गाउँ सुनसान सत्य लुक्यो झुटको शासन हिँडो मान्छे छोड्यो छाया भयो गाउँमा ठुलो हल्ला लुक्यो दोषी डरले काप्यो खुल्ने बेला आयो बल्ला चल्यो खेल बढ्यो जाल फस्यो आखिर आफ्नै जाल खस्यो पर्दा फुट्यो ताल खुल्दै जान्छ फसादको फाइल फसादको फाइल फसादको फाइल ए बिबे यसलाई थमामन जा अनि त्यो झल्केलाई खबर गरेर सबै सारा गाउँलेहरूलाई यहाँ बोलाएर हेरी उपस्थिति हुनुहुन् आज त्यसको बाउको म बिहा देखाउँछु आज खाऊ फर्सीको मुन्टा भोलि खाऊ फर्सीको फर्सीको मुन्टा खाँदा 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 म पनि यही फर्सीको मुन्टो जस्तै लारा ठुलुरुक्क भइसक्यो अब अलिकति मासु किनेर खाऊ भनी गाउँतिर पसल पनि छैनन् अब एउटा सिँगै कुखुरो खाऊ भने न पैसो छ त्यही पनि सिँगै कुखुरो मैले कसरी खान सक्छु अब यही फर्सीको मुन्टा खाने रौसी बेच्न जाने यो मास्टरको तालमा लाएर पनि फसिनी भयो मास्टरको तालमा होला छैन हे ईश्वर आज बचाऊ है मलाई हात पनि खाइयो ल हतगा मैला सुनाका ठेला के गर्नु धनले सागर सिलु खाइको बेस आनन्द मनले बुढा के रे थुकिया झन्डै खुट्टामा परेको थियो यहाँ ओहो बाबु माफ गरिदेऊ ल ल यो कुरा सब छोडिदेऊ हिजो तिमीले सुब्बा साहबलाई 20 लाख रुपियाँ पैसा अर्जुनले लिएर हिँडेछ भनेर जाँडखाको तालमा त भनेको होइन नि कहाँ पारा हुनु नि बाबु मैले रोसीको तालमा भनेकै होइन नि ए मलाई त तिमीलाई नि चाहिन्छ कि बुढा भनेर पो बैङ्कमा गयो अनि तिमीलाई पैसा पनि देखायो कि के हो त पैसा त कहाँबाट देखाउनु नि मान्छेको कालो ब्याग बोकेर हिँडेको अब चलो बोकेर हिँडे भए पैसा बोकेर हिँडेको छु भन्छ त त्यही पनि मैले तपाईँहरू जस्तोलाई झुटो बोल्छु होला र ल सुब्बा साहबले सबै गाउँका मान्छेहरूलाई बोलाएर आज त्यसको पर्दाफास गर्छु भनेको छ तिमी पनि आउनु र सबै गाउँका मान्छेलाई बोलाएर झट्टै आइहाल्नु ल बाबु म सबै गाउँलेलाई बोलाएर आइहाल्छु म पनि ल हे गाउँले दाजुभाइ हो मेरो 20 लाख रुपियाँ पैसा हराएको त तपाईँलाई थाहै छ हिजो त्यो अर्जुनले कालो ब्यागमा पैसा बोकेर ब्याङ्कमा राख्न गएको भनेर त्यो झल्केले भनेको मैले सुन्ने बित्तिकै त्यसलाई मैले बाटोमा गएर समातेर ल्याएर अलि बाँधेको छु गर्न पर्ने हो तपाईँहरूले भनिदिनुहोस् साँच्ची झल्के नै छन् भन्दै यो सारा समाजको अगाडि तिमीले देखाएर हो कि होइन भन त हो गाउँलेहरू मैले हिजो यसलाई फेर्दाखेरि 20 लाख रुपियाँ दाम लिएर बैङ्कमा हिँड्न जाँदैछु भनेर हिँड्दै थियो अझै मलाई पनि 2-4 लाख चाहिन्छ कि भनेर सोध्दै थियो ए हो कि होइन भन् त बाबु ल झल्के काका
तपाईँले भनेको कुरो पनि हामीले बतायौँ। अर्जुन भाइ, के तिमीले झल्के काकालाई 20 लाख रुपियाँ लिएर म ब्याङ्कमा राख्न जान्ला छु भनेकै हो त? भनेको त हो मास्टर साहब। बुढा अलिकति तालमा थिए, मैले पनि आफैमा आएर जोसमा आएर भनिदिइहालेँ, तर मलाई ब्यागभित्र के छ भन्ने कुरा थाहा नै थिएन। तँलाई अझै थाहा छैन भन्छस्? बिचमा कुरा फेर्छस् त? अरे सुब्बा साहब, के अर्जुनले लगेको ब्यागमा पैसै थियो? तपाईँले चेक गर्नुभयो? मैले हेरेको छैन। यो ब्याग अब सारा समाजको अगाडि खुल्छ। ए भीमे, यो ब्याग खोल त। सुब्बा साहब, तपाईँले त 20 लाखको कुरा गर्नुभएको थियो, अनि यहाँ त यही हो 20 लाख, त्यही हो 20 लाख, त्यही हो 20 लाख। तपाईँ एउटा सोझो मान्छेलाई फसाउने अनि गाउँलेहरूलाई दुःख दिने गाउँले हो। यो कुरा सबै झुटो रहेछ। बिचरा यस्तो निर्दोषलाई यसरी फसाउन खोज्ने हो? अर्जुन भाइ, ल हिँड, घर जाउँ। ल हेर्नु त दाइ, त्यो सुब्बाले पैसै नभएको ब्यागमा पैसा छ भनेर त्यसले फसाउन आँटेछ। कस्तो फटा मान्छेले त त्यो। सुब्बा अथवा त्यस्तो यार हुन्छ? बाख्रा पनि सस्तो झुल्काएका, यिनीहरूलाई यो सेउला झुलाइनु पर्यो। घरमा पनि काम गर्ने मान्छे कोही छैन, मलाई झन् कस्तो पिर्छ भने। ए मास्टर, के लाग्यो? के गर्नु भीम भाइ, यी बाख्राहरू कराई गर्छन्, भिजेको घाँस खाँदैनन्, यही मकैका पात लाछेर ल्याएर हालिदिइरहेछ। ए मास्टर, के गरी मेरो आउँथ्यो त्यो ब्यागमा? मलाई त अब मेरो छाला तानी भयो भने ठुलो डर लाग्थ्यो मास्टर मलाई। अरे भीम भाइ, यो मास्टर हुन्जेल तिमी यो मास्टर माइन्डको टेन्सन नलिऊ। मास्टर साहबले के सामान पठाउनु भएको हो? यो ब्याग खोलेर नहेर है, सुरक्षितसँग पुर्याइदिए मेरो मामाको पसलसम्म भन्नुभएको छ। फेरि हेऱ्यौँ भने विश्वासघात गरेको जस्तो होला। त्यही बेला कस्तो पानी तिर्खा लाग्यो। पानी खान पाए नि हुन्छ, धारो छ कि यसो कतै हेरेर आउनु पर्यो। धारो पनि यता नजिक कतै रहन्छ। पानी तिर्खा लागेको बेलामा पानी मजाले खान पनि पाइएन। अब तल बजारमै गएर खान्छु। खै धारो नआएको नि यत्रो दिन भइसक्यो। पानी लिन जानु पर्ने। दाइ पनि मास्टर साहबको सामान पुऱ्याउन भनेर जानु भएको थियो, अहिलेसम्म आउनु भएन। खाना बनाउनु पर्ने, दाइ भोकाएर आउनु हुने कि? के भयो तपाईँलाई? किन निराश हुनु भएको? कसैले केही गर्यो? बहिनी, म फास्टरको झोला लिएर बजार जाँदै थिएँ।
एक्कासी भीमेर सुब्बा साहब आएर मेरो पैसा लिएर कहाँ जान लाइस् भन्दै समातेर मलाई लगेर बाँधेर सारा समाजको अगाडि मेरो बेइज्जत गर्नुभयो। मैले गल्ती नै नगर्दा पनि किन यो सबै कुरा भोगिराख्नु परेको छ बहिनी? कि हामी निर्दोष हुनु? कि हामी गरिब हुनु हाम्रो गल्ती हो र? यदि गल्ती गरिब हुनुकै हो भने हामी यो समाजमा नबस्ने बहिनी। हामी यो समाज छोडेर यो गाउँ छोडेर यो सामन्तीहरूबाट टाढा जाने। अब यो गाउँमा नबस्ने बहिनी हामी। बहिनी अब हामी यो गाउँमा नबस्ने हिँड। यो गाउँ छोडेर अन्त कतै जाने जहाँ हाम्रो कदर होस्, जहाँ हाम्रो इमान्दारिताको फाइदा मान्छेले नउठाओस्। हामी यो सामन्तीहरू शोषकहरू बसेको ठाउँमा नबस्ने बहिनी। जाउँ हिँड। घाउले मनलाई बोलाइरह्यो, हाँसो भित्र सुलुक्यो, सत्य किन फेरि हरायो, छाया भित्र रात अन्ध्यारो गाउँ सुनसान, सत्य लुक्यो झुटको शासन। रात अन्ध्यारो गाउँ सुनसान, सत्य लुक्यो झुटको शासन। हिँडो मान्छे छोड्यो छाया भयो गाउँमा ठुलो हल्ला, लुक्यो दोषी डरले काप्यो खुल्ने बेला आयो बल्ला। चल्यो खेल बढ्यो जाल, फस्यो आखिर आफ्नै जाल। खस्यो पर्दा फुट्यो ताल, खुल्दै जान्छ फसादको फाइल, फसादको फाइल, फसादको फाइल।